खोलिस हेलो 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 क्यामेरा बाइङ ए माइक्रोफोन माइक्रोफोन चेक 1 2 3 3 2 1 हेलो 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 भयो होला Okay, so what is up, everybody? So this is your boy Like Whitey, and I hope everyone is fine right now. So अहिलेको सिनेरी सिम्पल छ लाइक बेलुकाको 5 बजिसकेको छ एन्ड राइट नाउ हामी चाहिँ कपाल काट्न जाँदैछौँ ओके सो फ्रम फ्यु डेज आई बिन थिङ्किङ कि वाइ सुड आई जस्ट अपलोड डेली भ्लग्स बिकज मेरो चाहिँ कन्सटेन्टली सब्सक्राइबर काउन्ट बढिरहेको देखिरहेको छु मैले सो आई हेभन बिन रेगुलर टु युट्युब लाइक कति दिन भइसक्यो नि त मैले न भिडियो अपलोड गरेर आउँछु न लाइभ स्ट्रिम बसिरहेको हुन्छु बट स्टिल मेरो चाहिँ सब्सक्राइबर यतिकै ऱ्यान्डममा क्या केही नगरे पनि 3K सब्सक्राइबर पुग्नै लागेको छ क्या मेरो बट मेरो सब्सक्राइबर काउन्ट चाहिँ बढिरह बट आई डोन्ट नो वाइ किन बिकज भ्युज त मेरो बढिरहेको छैन कि अरे बट एनिवेज सो आई बिन आइएम ट्राइङ कि डेली भ्लग गरौँ बट एज बिङ एन इन्ट्रोभर्ट मेरो लागि चाहिँ त्यो लास्टै नहुनु राम्रो कुरा हो मतलब एकदम अप्ठ्यारो कुरा हो क्या एभ्री टाइम आई ट्राई नट टु बी एनी स्पटलाइट होइन बट त्यही हो इन्ट्रोभर्ट नेचरले गर्दाखेरि मलाई हल्का गाह्रो चाहिँ हुनसक्छ त्यो भ्लग बनाउने डेली भ्लग बनाउने हल्का गाह्रो चाहिँ हुनसक्छ बट इट्स एन एभ्री गाई नोज मी होइन आई एम सक कि लाइक मलाई त्यस्तो मेरोमा त्यस्तो भ्युजै आउँदैन आई थिङ्क लाइक नो बडी नोज मी जस्तो लाग्छ मलाई होइन बट स्टिल पुखाएको म्याक्सिममै जानेर चिनेको क्या मलाई सो कतिले त अब मेरो फ्यामिलीले गर्दाखेरि चिन्नु भयो अभियसली बट कतिले चाहिँ मेरो भिडियोको थ्रु नै चिनेको रहेछ But honestly, knowing that someone knows me because of my blogging भन्ने कुरा चाहिँ मलाई खतरा लाग्छ कि I'm having fun on that thing होइन Okay, so right now I'm getting ready र यसपछि सगात आउँछ and then we'll be going for haircut सुरुमा र केटाहरू पानीपुरी पनि खाने भन्दैछ सो पहिला पानीपुरी लिन जान्छौँ होला एन्ड देन हामी जान्छौँ कपाल काट्नको लागि बिकज कपाल यति लामो भइसक्यो लेट भइसक्यो 1 हप्ता अगाडि काटी भ्याउनु पर्ने कपाल हो यो कपाल लामो भयो भने लाइक मेरो टाउको यत्रो उठेको छ क्या एक त जिउ पातलो छ मेरो न ज्यान छ न के छ होइन बडी सडी छैन त्यसले गर्दाखेरि कपाल लामो भयो भने मा कत्रो टाउको देखिन्छ क्या द्याट्स वाइ अब कपाल काटिहाल्नु पर्ने छ र भोलि हाम्रो जनै पूर्णिमा पनि छ त्यसले गर्दाखेरि अब 3-4 दिन त काट्नै भ्याउँदिनँ त्यो बेलासम्म त कपाल यत्रो लामो देख्छ होला यार सो अब जान्छु म कपाल काट्नु एन्ड फर्केर आएर दाढी काट्नुपर्छ एन्ड देन नुहाएर ओके सो अब म रेडी हुन्छु एन्ड देन आल सो यु है सवार आइसकेपछि म त्यहाँ आउँछु है त पानीपुरीवाला है खाइनस् पानीपुरी तल आइज भन्दैन कि न रात परिसकेको छ यहाँ चाहिँ हाम्रो तमेश्री मन्दिर कस्तो आएको हेऱ्यो अब दामी देखेछ पछाडिको यो यसको अनुहार आयो क्या यो कालो कन्डो ए हट प्रेमिका छ हट दामी हेरेर पछाडिको र फ्रम फ्यु डेज र केही दिनदेखि म चाहिँ डेली भ्लग हाल्ने सोचमा छु यो कस्तो अड्केको हो कि